यो देशलाई वचन दिन्छौँ है। यो मलाई होइन है, मलाई दिएको वचन होइन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू है, मनाफेलाई तपाईँको चाहिने चाहिँदैन तपाईँको वचन, तपाईँको मलाई सम्मान पनि खासमा चाहिँदैन। तर यो देशलाई तपाईँको माया पनि चाहिन्छ, वचन पनि चाहिन्छ, सम्मान पनि चाहिन्छ। जहाँ उभिनु भएको माटो हो, यो माटो नै अमरतत्व हो। हामी मान्छे मरेर जान्छौँ, हाम्रो बाजे मरेर जानुभयो, कतिको बाबा पनि मरेर गइसक्नु भयो होला, त्यस्तो बाबा पनि हुनुहुन्न। उहाँलाई सम्झाउन चाहन्छु आज म कतिचोटि यो बाटोमा उहाँसँग हिँडेको याद पनि आइरहेको होइन। हामी सबै मरेर जान्छौँ, तर यो माटो मरेर जानु हुँदैन। यो माटो सधैँभरि बाँचिरहनुपर्छ। त्यसै भएको कारणले गर्दाखेरि यो माटो सधैँभरि बाँचिरहने अमर माटोलाई, यो देशलाई, यो देश सधैँभरि बाँचिरहनुपर्छ भन्ने लाग्छ हामीलाई। पृथ्वी रहन्जेलसम्म यो देश रहिरहोस् भन्ने सच्चा मान्छे हो तपाईँ, यो देशको तपाईँको सच्चा नागरिक नेपाली हो भने अब तपाईँले यो माटोलाई इमान्दार भएर उच्च स्वरमा कराएर सबैले सुन्ने गरी नलजाइकन नहिचकिचाइकन यो देशको माटोलाई तपाईँले उच्च स्वरमा वचन दिनुहुनेछ। म यहाँ सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु। म जे भन्छु त्यही कुरालाई तपाईँले उच्च स्वरमा कराएर सानो गरी होइन, देब्रेपट्टि छातीमा हात राखेर तपाईँहरूले पनि दोहोऱ्याइदिनु होला। हुन्छ? धन्यवाद। म सबैले भन्नु होला, म पछाडिकोले भनेको छैन जस्तो देख्दैछु। म आफ्नो नाम भन्नु होला, आफ्नो नाम भनिदिनु होला छोराले। यो देशको माटो छोएर, खोटाङ बिक्तेलको माटो छोएर यो देशको माटोलाई, यो देशलाई वचन दिन्छु कि श्रम संस्कृति महाअभियानको विधानलाई अक्षरश पालना गर्दै श्रमदानको महाअभियानमा लाग्दै र अरूलाई समेत लाग्न प्रेरित गर्दै यो देशको स्वाधीनता, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता र सार्वभौम सत्ता बचाइराख्न जस्तोसुकै कठिन परिस्थितिमा पनि सदैव प्रतिबद्ध, कटिबद्ध, सचेत अनि सक्रिय रहनेछु। आफ्नो जिम्मेवारीमा रहेको कर्तव्य पूरा गरी छाड्नेछु। एउटा सच्चा इमान्दार देशभक्त श्रमदाता बनेर श्रमदानको महाअभियानमा सदैव जोडिनेछु। प्रकृति, संस्कृति र प्रविधिको अन्तर सम्बन्ध नै जीवन हो। प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्छ भन्ने अनिवार्य श्रम र श्रमदानको अभियानले मात्रै देशको अभाव र गरिबी र उत्पन्न द्वन्द, लडाई, विनाश र शान्तिको अन्त्य गर्न सकिन्छ भन्ने राजनीतिक दर्शन अर्कवादले आत्मसात गर्दै उच्च निष्ठा, नैतिकता र देशभक्तिका साथ उत्पादन र निर्माणको श्रमदान महाअभियानमा निस्वार्थ भावले लागिरहनेछु, लागि पर्नेछु।